नमस्ते सबैजनालाई सो वेलकम ब्याक टु राणा अमृत राणा भ्लग्स वान मोर टाइम सो आजको भ्लग चाहिँ आज मैले राइट आफ्टर वर्क चाहिँ सुरु गरेको छु अहिले चाहिँ हामी मोहन घर जाँदैछौँ सो टु डु सम लाइक अलिअलि काम के हुन्छ आज म तपाईँलाई देखाउँछु है त है यहाँ चाहिँ हाम्रो पिपी हुनुहुन्छ के देखाउनुहुन्छ संसारभरि मैले कति दिनसम्म लुगा नधोएर राखेँ हिजो धोएँ तपाईँले हिजै जाने भन्नुहुन्थ्यो हिजो होइन हिजो अनि पानीले भयो त अनि त्यही त भन्नुहुन्थ्यो त्यहाँ भन्नु अनि जाने भनेर अनि पानी आएको छ अनि ओके साइना तू पति लुगा जति आएको हस् jadi oknya yang pasal langsung ni dia bilang kau क्या sih dia tu itu pak nak semua bilang oh dia dia mulia lagi mulia pare na ulah apa wai So welcome to Amrit Rana Vlogs again. So आज चाहिँ मैले राइट आफ्टर वर्क राइट आफ्टर स्कुल भनौँ न भ्लग स्टार्ट गरेको छु अलि ग्याप भएको थियो बिचमा बिकज लाइक अलि लाइक एक्जाम थियो अनि क्वेसन प्रिपरेसन पेपर चेकिङ यताउता गर्दाखेरि चाहिँ हल्का बिजी भएँ त्यही भएर खासै नयाँ भ्लग चाहिँ हालेको थिइनँ सो आज चाहिँ अलिकति फ्री टाइम बनाएर चाहिँ अब उहाँ एज आम डन विथ अल अफ माई वर्क यहाँ गरिरहेको छु हजुर 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 सो गरिरहेको छु अब आज चाहिँ के गर्छु यहाँ यता मोहन मिसको घरमा आएको छु सो लेट्स सी आज के हुन्छ सबै चाहिँ म तपाईँलाई देखाउँछु के काम गर्छु मैले नयाँ लाइक लास्ट टाइम कोदो रोपे जस्तै चाहिँ आल बी सोइङ इट यो है त स्टे अन किप अन वाचिङ सो यो अगाडि देखिरहनु भएको घर चाहिँ म 10 बस्छु हाम्रो मोहन मिस दिनेश सर उहाँको पुरानो घर हो एकदमै राम्रो छ होइन पुरानो लाइक टिपिकल हामीले जुन ट्रेडिसनल घर चाहिँ देख्छौँ नि यस्तो छ अगाडि चाहिँ मोहन मिस हुनुहुन्छ सो बेसिकली आज चाहिँ हामी त्यो कोदो रोपिसकेपछि चाहिँ गोड्नु पनि पर्ने रहेछ एज यु क्यान सी यो जुन तपाईँले देखिरहनु भएको छ यिनीहरू सबै चाहिँ उखाल्ने भनौँ न त्यो गर्नुपर्ने रहेछ सो द्याट्स वाट वी विल बी डुइङ टुडे सो यहाँ अगाडि चाहिँ पूर्णिमा मिस हुनुहुन्छ त्यसपछि मोहन मिस हुनुहुन्छ अनि आज चाहिँ हामी तिनजना मिलेर चाहिँ यो अलिअलि गोड्न लाग्छौँ तिनजना मान्छे चाहिँ अलिकति इनफ चाहिँ हुँदैन होला अब पढ्नु पर्ने हुन्छ के अरे त्यसमा चाहिँ अरू मान्छेहरू पनि आएर चाहिँ हेल्प गर्नुहुन्छ सबै यो गोड्नको लागि है सो द्याट कोदो चाहिँ अलिक मजाले फलोस् है त अब कसरी गोडिन्छ के छ आई विल बी सोइङ इट टु यु है त सो अहिले चाहिँ हाम्रो मिसहरूले गोडिरहनु भएको छ सो बेसिकली गोड्नु भनेको त्यो निकाल्नु होइन झारपातहरू रुटहरू त्यो सबै निकाल्ने ओके अब म पनि चाहिँ ट्राई गर्छु अब मैले चाहिँ अब गर्छु गर्दिनँ हेरौँ है त ओके सो आज म गर्दैछु लेट्स सी आई होप आई विल डु इट लाइक कोदो रोप्दा एकमा मिल्छ यहाँ मिल्छ एकदै आउनु यता आउनु राम्रो यहाँ आउनु के यता बिचमा गर्नु हुने एक छ भन्दा पो ए उठिहाल्छ त के पनि उठ्छ के हिल्दैमा त पानी पर्दा त टेकिन्छ के गर्नु यो घाँस मात्रै निकाल्नु त्यो जराइदेखि कि के जराइदेखि यस्तो त हो त्यो चाहिँ फाल्नु पर्ने कोदो मात्रै राख्नु पर्छ कोदो राख्ने यसरी नै त्यतिको रोपी गयो होला है भइहाल्यो सुन्तलाको ठाउँमा दोमङ्गल तोड्नु म भया गाङ्गी माथि मल मैं वरिपट्टि टट्टु मलको के ए मजा खसी अनि टट्टु मलको अनि आज चाहिँ भिनाजु चाहिँ भिनाजु उसमा मैले बस्नु लाग्यो चाहिँ के भन्छ अरे स्टेकर ए स्टेकर मान्छे छ नि
हो नि सजिलो छ नि हामी बच्चादेखि गरेको नि त अब तपाईँ आज भर्खर पुरै हुन्छ तपाईँ 30 वर्षमा देख्नुभयो हामीले चाहिँ 30 वर्ष बिताइसक्यो बोलेर अनि पाएको खाएर हामी त 5-6 वर्षदेखि अनि अलिअलि छिटै try जानिहाल्नुभयो त अनि अलिक बाहुलो उठो गर्नु नि त यस्तो पाक्छ यसले त्यसकन यतातिर ल्याउनु चाहिँ स्क्र्याच गर्छ त्यसकन भरै त रातभरि तपाईँ सहन सक्नुहुन्न त्यस्तो यसले पाक्छ कस्तो यसले चाहिँ काट्छ बाउलाई के? चाहिँ यी बाउलाई नयाँ एकछिनलाई हुन्छ भने टोपी सबै रोड्नुभन्दा गोड्न झ्याउ त्यसो भए के हो गोड्न अलिक उस्तै हो सबै झ्याउ नै हो यसको काम काम सबै उस्तै हो यो घाम लाग्यो तर रमाइलो पानी पर्दा सर आमामामामामा जुका आउँछ पानीले भिजिन्छ अनि कोदो पनि बेचकन माडिन्छ सबै त्यो भिजिजान्छ कस्तो मजाले छुट्टाएर गर्नुभएको तपाईँहरूले मलाई चाहिँ यहाँ चाहिँ कोदो निक्लेर कति मिनटको बनाउने भन्नु Panza kalau ini kan yang ini bahan ini panza kalau nanti dia nemu je. पन्ध्र त Wal-wal kian ko. Wal-wal kian ko ni mana? 15 जुत्ता लगाएन भने त खुट्टामा हिँडेर लाग्यो खुट्टामा त त्यहाँतिर त्यो हिँडेकै हिँड्न लागेर ऊ भएर बेलतिर जहिले पनि पुछेर टिसी पेपरले पुछेर ऊ गरेर अनि तेल लाएर सुत्छ त्यो कापमा कता उलाउनु नि अन्त गम्बुटहरू कम्पुटरमा मात्रै छ यहाँ किन्नु पर्यो एक जोड त किन्नु हुँदैन उहाँ चाहिँ सजाउनलाई हो कि अनि बर्को तपाईँ यो चाहिँ के अरे कति उसम्म गर्नुपर्छ नि अब यो गोड्नु भयो होइन अब गोडेपछि फेरि गोड्नुपर्छ अब पर्दैन पर्दैन अब त अब एकचोटि गरेपछि परेन अब एकचोट गरेपछि रोपेपछि पछि एक बाला निस्कन्छ टिप्ने फेरि यसको घाँस सुकाएर काट्ने अस्ति छर्ने होइन बारी बनाएर छर्ने अनि ठुलो भए रोप्न समय भएपछि फेरि यसै गरी गोड्ने अनि त्यसपछि रोप्ने अनि एकचोटि गोड्ने अनि चाहिँ टिप्ने टिपेपछि सुकाएर राख्ने अनि घाँस काट्ने बालो चाहिँ सुकाएर टिप्ने राख्ने त काट्ने त होला नि बाला बाला काट्ने हँसियाले बाला बाला काटेर राख्ने चाहिँ गर्न सक्नु होला झन् सजिलो छ, हो? ए ए मजाले त्यो पो सजिलो कति मजा आउँछ हामीलाई त त्यो झन् त्यसकन फलेको होस् है त्यो पो मजा आउँछ त कति कहिले मङ्सिर मङ्सिरतिर मङ्सिर आज भाइ अब भयो कि कति I did it. हामी त नआयौँ खन्डे खोस खन्डे I am Then back. हेर्न त्यो अँ हेर्न कहिले औनी त्यही मुङ पनि रिजर्भ सुन्ने त ल यहाँ हेर्नु पऱ्यो गनी हो ल ल अब गोडेको है भिडियो बनाउनु तपाईँ चाहिँ त्यसरी नै हुन्छ भिडियो भयो नि छोटो छोटो अनि तपाईँसँगै भन्नुभएको तपाईँसँगै सेल्फी गरेर मैले त यो हप्ता होइन 2-3 हप्ता भइसक्यो ए भ्याउ लाग्यो खै मेन्टालिटी ठिकमा छैन
सो एज यु क्यान सी यहाँ चाहिँ टन्नै नासपति फलिरहेको छ हेर्नु लाइक लिटरली क्या सो यो पनि हामी एक दुईवटा टिपेर त लान्छौँ होला सो आई विल बी सोइङ द्याट टु यु एज वेल कागतीको हेर्नु यता भेरी नाइस पाक्दा त यता कस्तो सो हामी अहिले चाहिँ एभोकाडो टिप्न जाँदैछौँ काठमाडौँमा इट्स रियली 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 एक्सपेन्सिभ एभोकाडो चाहिँ यहाँ चाहिँ फालमफाल अनि चारो दिँदो रहेछ यहाँ एन्ड पिपल लाइक रियली इट एभोकाडो सो एन्ड इट्स क्वाइट टेस्टी एज वेल Wow. Oh. Zaro? No way. Right oh. Lapalo dala. Right cats. ए हाम्रै छेउको गरे यतापट्टि हो त्यताबाट यता गर्नु त्यति चाहिँ कति लामो हो छोटो गर्दा नहुने है अँ I try to catch. झऱ्यो त झऱ्यो झऱ्यो अहिले भरे त भेटिँदैन आयो आयो कति कर हो होला वा आयो धेरैले ल्याउनु मलाई उया ल टिप्नु है एभोकाडो एभोकाडो होला ठुलो कति ठुलो यो यो चाहिँ ठुलो हो कि अरू त झर्ने बेला पाक्ने बेला नि भएको झऱ्यो झर्नै लाग्नु होला ठुलो नि यो पनि अलिक बढेको चाहिँ टिप्नु पर्दैन हेर्नु न यो ठुलो कति झार्ने अब यो चाहिँ हामीले आज टिपेको एभोकाडो हेर्न सक्नुहुन्छ आजको दिनमा सिन्का पाती धुप गरेर एकचोटि त्यहाँ जानु त मिस त्यहाँ जानु त्यो देखाउनु एभोकाडो पहिला मेरोमा देखाउँ नि सो दिस इज इट आज हामीले टिपेको एभोकाडो यो चाहिँ काठमाडौँमा इट्स रियली 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 एक्सपेन्सिभ मैले अघि नै भनिहालेँ यहाँ चाहिँ एज यु क्यान सी बोटमा मजाले छ अझ भुइँमा झर्छ चारो दिइन्छ यो बङ्गुरलाई सो या एज यु क्यान सी यहाँ चाहिँ नासपतिको बोट अघि मैले देखाएँ तपाईँहरूलाई एकदमै ठुलो छ अनि रटरम्म छ नासपति पनि ए मजाको छ है गयो लु अब चाहिँ पुग्यो नि ल राम एक डोको बढी भयो है सो मैले तपाईँलाई अघि पनि देखाएँ यो मोहन मिसहरूको चाहिँ पुरानो घर यहाँ चाहिँ म तपाईँलाई भित्र कस्तो छ देखाउँछ है त
सो देख्न सक्नुहुन्छ यहाँ माथि चाहिँ पुरै मकै राख्नु भएको छ। यहाँ चाहिँ चुलो जहाँ चाहिँ पूजा गर्नुहुन्छ भन्नुभयो। यो देख्दा चाहिँ मलाई मेरो उता गाउँको याद आएर छ। यस्तै छ हाम्रो उता पुरानो घर। यता माथि कोदो राख्नुहुन्छ अरे। सो यहाँ माथि पनि देख्न सक्नुहुन्छ मकैहरू। सो या आजको भ्लग चाहिँ यति नै छ। आज स्कुलबाट आइयो अनि त्यसपछि थोरै यता बारीमा काम गर्यो भनौँ न, गोडियो होइन। सो नयाँ एक्सपिरियन्स अगेन वान मोर टाइम। अनि त्यसपछि एभोकाडोहरू निकाल्यौँ, हामीले झार्यौँ, त्यसपछि नासपाती झार्यौँ, एकछिन बस्यौँ, गफसफ गऱ्यौँ। सो रमाइलो भयो आजको इभिनिङ। सो अब फर्दर के हुन्छ आई विल बी सोइङ अझै पनि। अनि यसै गर्ने माया गर्दै जानु होला, च्यानललाई सब्सक्राइब गर्दै जानु होला। डु लाइक एन्ड कमेन्ट, केही फिडब्याक छ भने पनि दिँदै जानु होला है त। सो नेक्स्ट भ्लगमा के हुन्छ म देखाउने नै छु। किप अन वाचिङ एन्ड एज आई हेभ अलवेज बिन सेइङ इन एभ्री भ्लग्स, टेक केयर अफ यर सेल्फ, टेक केयर अफ यर मेन्टल हेल्थ, स्टे सेफ है त। ल सी यु इन द नेक्स्ट भ्लग। बाई बाई एभ्री वान।